यदि नातिको प्रगति हेर्न चाहनुहुन्छ भने हामीलाई सहजान नरोक्नु होला। आमा नर्नुहोस् न। नातिले प्रगति गर्यो भने त हामी सबैलाई राम्रै हुने होइन र? नरो किन रोकी? छोराले ठिकै त भन्यो। नातिको भविष्य सुध्रन्छ भने सहरमा लगेर पढाउँछु भनिरहेछ। यसमा हामीले दुःख मान्नु पर्ने कुरै छैन। किन दुःख मान्नु पर्यो? सके हामीले गरिदिनु पर्थ्यो। अब हामीले नसक्ने भएपछि छोरो आफैले गर्छु भन्छ भने यसमा हामीले पिर मान्नुपर्ने कुरै छैन बाबै। जा छोरा जा, बरु जान त जान्छस्, तैँले खाने बस्ने व्यवस्था सबै मिलाछस् त? बुवा, मैले सबै कुराको व्यवस्था मिलाइसकेको छु। तपाईँले केही चिन्तै गर्नु पर्दैन। बरु आमालाई राम्रोसँग सम्झाउनु।